हेलो, अब हामी चाहिँ यहाँबाट अल्मोफेरा तर्फ जाँदैछौँ है। राम्रोसँग हेर्नु होला, यो मेरो फर्स्ट भिडियो। अल्मोफेरा बोटिङको लागि जाँदैछौँ बाटोमा। यो क्वार्तेरिया भन्ने ठाउँ हो, एकदम राम्रो छ, रमणीय ठाउँ छ। हामी हेर्दै हेर्दै जाँदैछौँ, तपाईँहरू पनि हेर्दै हेर्दै हिँड्नुहोस् कस्तो छ। कृपया कमेन्ट गर्नु होला। यसपछि हामी यो क्वार्तेरियाको बाटो हुँदै 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 अल्मोफेरा आइपुग्यौँ। यो अल्मोफेराको बोटिङ गर्ने ठाउँ। हामीले टिकट लिएर अब बोटिङको लागि तयारी हुँदैछ। त्यसपछि हेर्दै जानुहोस् अब के हुन्छ। यसपछि हामी लाइन लाग्छौँ, लाइन लाएर सिधा बोटिङमा जान्छौँ। अनि बोटिङमा रमणीय ठाउँहरू हेर्दै 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 टक्क समुद्रको बिचमा बसेर आनन्दको चिसो हावा खाँदै चट्ट यहाँ बोटिङमा छौँ। अलिकति सेल्फी हानेर भिडियो बस्छु छ। अलिकति हावा अलिकति तीव्र गतिको थियो, तर त्यही पनि ठिकै छ। पछाडिबाट हात यस्तो पनि गराएर रहेछ त उसले। ठिक छ ठिक छ ठिक छ, कोही बात नै। तर ठाउँ चाहिँ एकदम राम्रो थियो। एकचोटि घुम्न आउनुपर्ने ठाउँ रहेछ। अझ एकचोटि आउने मन छ मेरो स्विमिङ गर्नलाई। तर अलिकति अब कहिले हुन्छ, अलिकति मिलाएर स्विमिङ गर्नलाई आउनु मन थियो। तर यो स्पिडिङ बोर्ड यहाँभित्र एउटा यत्रो गोलो छ छाँगो, त्यहाँ म छिरेको थिएन, तर पहिलोचोटि देखेँ मैले। राम्रो एउटा रमणीय ठाउँ रहेछ। यहाँ बोटिङ गर्दैछ मान्छेहरू। हो, यहीँ आउने सोच थियो मेरो पनि, तर समयले साथ दिएन अहिलेको लागि चाहिँ। अब पछि चाहिँ हेरौँ के कस्तो हुन्छ। स्टे ट्युन है। यो चाहिँ राम्रो रहेछ। अब यसपछि हामी यहाँभित्र छिर्छौँ, यो सुरुङभित्र छिर्छौँ हामी यसपछि। अनि सुरुङमा के हुन्छ भन्दाखेरि हेर्नुहोस् है त, सरप्राइज। मलाई पनि थाहा थिएन यस्तो छ भन्ने, तर अहिले यहाँ हेर्दाखेरि थाहा भयो, भित्र छिर्दाखेरि। ओ माई गड, होल रहेछ, मलाई थाहा भएन है। त्यसपछि हेर्नुहोस्, यो अल्मोफेराको अलिकति फेमस ठाउँ अरे है, त्यहाँ भनेको गाइडरले। एकदम फेमस ठाउँ। यो गुगलमा सर्च गरेर हेर्नु सक्नुहुन्छ। अनि म चाहिँ यहाँ यसो भिडियो हानेको एकछिन। सबै स्विमिङ गर्दै थिएँ, म चाहिँ थिएन। म चाहिँ भिडियो बनाउन मस्त थिएँ। अनि अरूले स्विमिङ गर्दै थिएँ, म चाहिँ भिडियो बनाइरहेको थिएँ। त्यही भएर यो ठाउँ चाहिँ एकचोटि आउनुपर्ने जस्तो ठाउँ रहेछ। त्यो चाहिँ मैले पनि एउटा नौलो अनुभव भयो। आफू पर्सनल्ली पनि बोटिङ गर्नु मिल्दो रहेछ एक्लै। स्पिड बोटहरू पाउँदो रहेछ, लगभग सबै चिजहरू पाउँदो रहेछ। मैले फर्स्ट टाइम गएको हो बोटिङमा चाहिँ। अब